लु गाई छ यो चाहिँ हाम्रो फुसको छाना मुक्त कार्यक्रममा ओलादि छुटाएको पैसादेखि यो चाहिँ हाम्रो अझ दिलकुमारी राईको घर गाउँघरमा चिन्ने चाहिँ खेनामा भन्छ उहाँको घर बनाइदिइरहेको अवस्था है। अब उहाँ चाहिँ एकल महिला पनि एउटा बुढी मान्छे हुनुहुन्छ। त्यसैले गर्दाखेरि हामी दाजुभाइहरूले यसो आफैले सहयोग गरेर गरिदिउँ भनेर आज गरिरहेको अवस्था यस्तो चाहिँ यस्तै बनाइरहेको अवस्था। हामी चाहिँ यसरी आज गरिरहेको छौँ। गाई छ यस्तै छ वर्षै पछि यसरी कसैको सेवा गरिरहेको छौँ। निरन्तरता छ मेरो लगायत हाम्रो दाजुभाइहरूको यसरी सरासर गरिरहेको छौँ। वर्षै पछि पराको साल चतुर्भक्त राईको गरिदिउँ को रत्नबहादुर राईको र अहिले साल चाहिँ यहाँ दिलकुमारी राईको बनाइरहेको छौँ। गाईहरू त्यो छ। यता चाहिँ अरूकै घर हो। यता हाम्रो यता दिलकुमारी राईको दिलकुमारी राई त अनि देमाको नाम होइन दिलकुमारी राईको घर बनाइरहेको छौँ। यसो गाईहरू हाम्रो देमा चाहिँ खोइ देमा त्यहाँ बोलाउ ओ यता हुनुहुन्छ हाम्रो देमा ओहो उहाँ बुढी मान्छे दिलकुमारी राई भन्छ। गाउँघरमा चाहिँ चिन्ने चाहिँ फेरि खेनामा भन्छ। उहाँको घर बनाइदिँदैछ नि गाई छ यसरी। खोइ नातिनीहरू पनि थियो कता गयो धर्म सेवा नै धर्म भन्छ। त्यसरी यसरी गरिरहेको छौँ हामी चाहिँ। फेरि नातिनीहरू खोइ अर्को सानो बुढी छ ल यसरी गरिरहेको छौँ गाईहरू। हामी चाहिँ वर्षै पछि यसरी काम गरिदिन्छौँ सबैको सेवा। चाहिँ कुरै नगर्नु यस्तो चाहिँ गाईहरू सल्लाह सुझाव दिनेलाई हामी चाहिँ यसो गरिरहेको छौँ। तपाईँहरूले के कसो गरिराख्नु भएको छ हामी चाहिँ गाउँघरमा यसरी सेवा गरिरहेको छौँ गाईहरू।